तपाईहरुले चाहिँ डबल फेस पर्सन दुईमुखे मान्छेहरु देख्नु भएको होला हैन तर मैले चाहिँ तीनमुखे मान्छे देखेको छु के अब जस्तै उनीहरुको मनमा एउटा हुन्छ उनीहरु बोल्छन् एउटा अनि गर्छन् अर्को के व्यवहार अर्कै हुन्छ के त्यस्तो व्यक्तिहरुको त्यस्तोलाई नार्सिसिस्टिक बिहेभियर नार्सिसिस्टिक पर्सन पनि भन्दो रहेछन् मै जान्ने मै सुन्ने मै राइट वाला अनि त्यस्तो खालको व्यक्तिले यस्तो ननसेन्स एक्सक्युजेस बनाउँछ कि त्यो बिलिभ गर्न लायक पनि हुँदैन के अनि कुनै ठाउँमा सबै कुराहरु राम्ररी गइराखेको छ सबै कामहरु स्मुथली गइराखेको छ भने त्यस्तो क्यारेक्टर भएको व्यक्तिको इन्ट्री हुन बित्तिकै त्यहाँ काम गडबड हुन थाल्ने भएको रिलेसनहरु सबै बिग्रिन थाल्ने हुँदो रहेछ के स्टिल त्यस्तो व्यक्तिहरुलाई चाहिँ यस्तो भ्रम हुन्छ कि मलाई सबैले खतरा मान्छन् एकदम नलेज भएको मान्छे हो मलाई सबले राम्रो मान्छन् भनेर चाहिने नचाहिने मान्छेहरुलाई पनि धेरै कुराहरु गर्ने इम्प्रेस पार्न खोज्ने हैन नचाहिने कुरामा बढी फोकस हुने के त्यस्तो मान्छे तर वास्तवमा तिनीहरुलाई 1% पनि कसैले पनि हेल्प गर्न चाहदैन के तिमी यदि राम्रो छौ भने तिम्रो व्यवहारबाट सबै मान्छेलाई थाहा हुन्छ तिमी बोलेर म यस्तो छु त्यस्तो छु म यति राम्रो मान्छे के भन्न जरुरी नै हुँदैन यदि तपाईको वरिपरि त्यस्तो बिहेभियर भएको व्यक्ति छ तपाईलाई त्यस्तो फिल भइराछ आफ्नै कुरा जसरी भए पनि जितिराखेको छ एकदम जिद्दी गरेर उसकै कुरा राइट बनाउन तपाईलाई त्यस्तो फिल हुन्छ भने यदि पोसिबल छ भने प्लिज उनीहरुदेखि 4 कोस टाढा हुनुस् 4 कोस मात्रै होइन 10 कोसै टाढा भए पनि हुन्छ त्यस्तो व्यक्तिहरुसँग किनभने त्यस्तो व्यक्तिहरुले चाहिँ मेन्टली पीस नै डिस्ट्रोय गर्दिदो रहेछ के मेन्टली सिक बनाइदिदो रहेछ कि उनीहरुको बिहेभियरले बोल्छन् एउटा गर्छन् अर्को हैन वो जो मान्छे एकदम सिम्पल वेमा लाइफ बिताउन चाहने थोरै सर्कललाई सबै आफ्नो संसार सोचेर हिड्ने मान्छेहरुलाई चाहिँ यस्तो खालको क्यारेक्टर भएको मान्छेसँग डिल गर्न एकदमै गाह्रो हुन्छ के त्यो कुराहरु ह्यान्डल गर्न एकदमै गाह्रो हुन्छ अनि उनीहरुले चाहिँ मेन्टली पीस नै